नमस्कार साथीहरू, स्वागत छ मेरो सानो यात्राको भिडियोमा। आज हामी आइपुगेका छौँ भारतको सुन्दर हिमाली क्षेत्र लद्दाख। यहाँ हरेक दृश्य प्रकृतिले बनाएको सुन्दर एउटा चित्र जस्तै लाग्छ। चारैतिर सेता हिउँले ढाकिएका विशाल पहाडहरू, शान्त बगिरहेको चिसो नदी अनि यो खुल्ला आकाश। लद्दाख हरेक पल आफ्नै एउटा अनुभव हो। लद्दाख जहाँ पहाडहरूले मौन छन्, हावा शान्त छ अनि प्रकृतिले हरेक कुनामा आफ्नै सुन्दरता देखाएको छ। यहाँको नीलो आकाश, विशाल पहाड र शान्त पानीको दृश्यले मनलाई छुट्टै आनन्द दिन्छ। सहरको भिडभाडबाट टाढा लद्दाखको यो शान्त वातावरणले केही समयका लागि सबै चिन्ता बिसाइदिन्छ। यहाँको हरेक बाटोमा एउटा नयाँ कथा बोकेर बसेको छ। यदि तपाईलाई पनि यात्रा, हिमाल र प्रकृतिसँग समय बिताउन मन छ भने लद्दाख एकपटक अवश्य घुम्नुपर्ने ठाउँ हो। लद्दाख केवल घुम्ने ठाउँ मात्र होइन, यो त प्रकृतिलाई नजिकबाट महसुस गर्ने एउटा अनुभव हो। चिसो हावा र अग्ला पहाड र मन छुने दृश्यहरूले जीवनभरि सम्झना दिलाउँछ। साथीहरू, अहिले आएको छ हामी लद्दाखको न्युमा गाउँमा। न्युमा ठाउँ भारतको केन्द्र शासित प्रदेशको लद्दाखको चाङथाङ क्षेत्रमा पर्ने एक सुन्दर र दुर्गम ठाउँ हो। यो ठाउँ आफ्नो विशाल र खुल्ला भूभागमा हिमाली मरुभूमि, शान्त वातावरण र सिन्धु नदीको किनारामा दृश्यका लागि प्रसिद्ध छ। न्युमा वरिपरि मानिसहरूको बसोबास कम छ, त्यसैले यहाँको प्रकृति अझै शान्त र मौलिक देखिन्छ। लद्दाखको प्रसिद्ध ठाउँहरू जस्तै लेह, पेङ्गोङ ताल या नुर्बा उपत्यका भन्दा न्युमा अलिक कम चर्चित भए पनि प्राकृतिक प्रेम र साहसिक यात्राका लागि निकै नै विशेष गन्तव्य हो। जहाँ पहाडहरू विशाल छन्, बाटोहरू सुनसान छन् र प्रकृति आफ्नै मन भाषामा बोल्छ। हजारौँ फिट उचाइमा रहेको यो ठाउँ सिन्धु नदीको किनारामा हिउँले ढाकिएका पहाड र चाङथाङको सुन्दर भूभागले यात्रालाई अझै रमाइलो बनाइदिन्छ। न्युमा केवल एउटा ठाउँ होइन, यो त शान्ति र प्रकृतिले वास्तविक अनुभव हो। यदि तपाईँलाई पनि यात्रा, हिमाल र प्रकृतिसँग समय बिताउन मन पर्छ भने लद्दाख एकपटक अवश्य घुम्नु पर्ने ठाउँ हो।